हेलो साथीहरू, आज म फेरि पनि तपाईहरुको माझमा छोटो भिडियो लिएर आइसकेको छु। स्वागत छ आजको मेरो मिनी ब्लगमा। हामी खानालाई हामी तलको फ्लाइटमा हामी गएका थियौँ। खाना खाने तयारीमा हामी रहँदै गर्दा नानी बाबु चाहिँ एकदमै एक्साइटेड छ, किन भोक लागिरहेको छ भन्दै थियो अगाडिदेखि नै। अनि खाना किन ल्याइदिनु न भनेर अगाडि भित्र बाहिर गएर राखेको थियो। अनि आफ्नो साउजीले चाहिँ भित्र गएर खाना लिएर आऊ भनेर भन्नुभएको थियो। अनि भित्र बाहिर गरिराखेको थियो बच्चाहरू चाहिँ। अनि सासू र म चाहिँ खाना खानको लागि चाहिँ रेडी भएर चाहिँ हामी बसेका थियौँ। मैले चाहिँ भिडियो बनाएर राखेको थिएँ। भिडियो बनाउँदै गर्दाखेरि नानी बाबु भैया बाहिर भित्र गर्दै गर्दा बाबुले आफ्नो लागि खाना ल्याइसकेको छ। अनि खाना ल्याएर खाना सुरु गर्दै क्रममा चाहिँ म फेरि पनि अर्को खाना लिएर आऊ नि त बाबु मेरो लागि भनेर भनेको त अब फेरि खुट्टा दौडेर भित्र गएर फेरि नानीले फेरि खाना ल्याएर आफ्नो बोजूलाई दियो। बोजूलाई दिइसकेपछि बाबुले फेरि खाना लिएर ऊ आइसक्यो। टक्क लगाएर खाना त्यहीँ बसाल भने मैले खाना बसाल्दै गरेर त्यो खानालाई चाहिँ मैले पास गरिसकेपछि आजको हाम्रो खानामा चाहिँ दाल भात तरकारी यति नै थियो होइन। किनभने आज चाहिँ हामीले मासु खाँदैनौँ भनेर चाहिँ यति नै हामी खानेर भनेको थियौँ। बाबुले चाहिँ सलाद लिएर आइसक्यो। सलाद लिएर फेरि पनि रोटी लिन जान्छौँ भनेर जाँदै गर्दा चाचा आउनुभयो। चाचालाई चाहिँ चाचा पङ्खा बन्द गरिदिनु न भनिसकेपछि पङ्खा बन्द भइसक्यो। फेरि पनि नानी बाबुहरू चाहिँ किन आएन त, मेरो फुपूले चाहिँ खाना खाने सुरु गरिसक्नुभयो। मैले चाहिँ वेट गरिराखेको थिएँ नानी बाबुहरूलाई। अनि उनीहरू नआउँदै गर्दाखेरि मैले क्यामेरा लगाएर भिडियो बनाउँदै थिएँ। उनीहरूले रोटी लिइसक्यो। रोटी चाहिँ कालो कालो डढेको छ, तर पनि मजा आउँछ रोटी खानलाई चाहिँ। मलाई चाहिँ एकदमै मनपर्छ यो रोटी चाहिँ। अनि एकअर्कामा के चालकावर भनेर मैले भिडियो चाहिँ बनाइराखेको थिएँ। फुपूले खाइराख्नु भएको थियो। मैले पनि खाँदै गर्दा किनभने मलाई ग्यास्ट्रिक भएको छ, ग्यास्ट्रिकमा चाहिँ लसुन खाएपछि सन्चो हुन्छ भनेर लसुन पनि मैले राखेँ। नानीको तरकारी नानीले खाँदैन अरे ऊ पनि, अनि त्यो तरकारी मैले राखेँ। रोटी तरकारी खाँदै गर्दाखेरि मैले छोटो भिडियो बनाएँ। अनि मैले बाबुलाई चाहिँ भिडियो बनाइदियो न सानो भनेको भिडियो बनाएर मैले खाइराखेँ। भिडियो चाहिँ मैले छोटो भिडियो ल्याउने क्रममा चाहिँ फेरि पनि दादाजीले चाहिँ दाल थप्नुहुन्छ भने दालहरू थप्नु चाहिँ ल्याइदिनु भयो। हामी चारैजनाले चाहिँ हामी दाल खायौँ। अनि मेरो बाबुले चाहिँ रोटी त्यस्तै बनाएर खायो, त्यस्तो रहेन नि त भनेर मैले भिडियो बनाउँदै थिएँ। नानीले फेरि रोटीलाई रोल बनाएर खाएर, किनभने रोटी भनेको हाम्रो फेभरेट हो सबैको लागि। किनभने यहाँ रोटी चाहिँ एकदमै गोली हुन्छ, खानामा पनि मजा आउँछ कि है। त्यही भएर कारणले चाहिँ रोटी तरकारी चाहिँ बेसरी राम्रो लाग्छ मलाई चाहिँ। त्यही भएको कारणले चाहिँ हामी बाबु नानीले पनि रोटी तरकारी त्यो तरकारीहरू खाँदैन नि त। अनि त्यही भएर दाल भात मात्रै उनीहरूको फेभरेट भनेको छ। मैले तरकारी सबै मैले हालेर बाबुले फेरि एकदमै मजाले खाइराखेको थियो। फेरि हातले गम मम्मी मैले यस्तै खान्छु भनेर क्यामेरामा भिडियो देखाउनु न भनेर भन्दै थियो। मैले भिडियो देखाएँ। खाना साना हामी खाइसक्यो। हाम्रो थालहरू चाहिँ पुरै खाली भयो। नानी चाहिँ हात धुनलाई गइसक्यो। अनि बाबुलाई छिटो गर न बाबु, छिटो जाने भनेर हामी यहाँदेखि फेरि हामी उठेर फेरि हामी बेसनतिर हामी गयौँ हात धुनलाई। हात धुँदै गर्दा मैले चाहिँ सिसा थियो, सिसामा मैले छोटो भिडियो बनाएँ। बाबु नानी देखाएँ। बाबु नानी यसरी भिडियो बनाउनुपर्छ भनेर चाहिँ मैले देखाएपछि नानीलाई मैले मेरो पनि भिडियो बनाइदिउ न त भने मैले। अनि मेरो भिडियो पनि मैले हात धोएको भिडियोहरू चाहिँ नानीले चाहिँ बनाइदिएपछि मैले हात ताबेलमा पोछिसकेपछि अब हामी फेरि खाना खाएको त्यो पैसा हामी तिर्नुपर्छ। त्यो नानीले चाहिँ त्यो पैसा चाहिँ दिइसकेपछि चाहिँ जिस्काइराख्नु भएको थियो। हामी पैसा फिर्ता लिएर हामी आफ्नो रुमतिर हामी जाँदैछौँ। रुमतिर जाँदै गर्दाखेरि चाहिँ नानी बाबु चाहिँ तभन्दा म अगाडि जाने भनेर भनिराखेको थियो। हामी चाहिँ लिफ्टमा जाऊँ भनेको, लिफ्टमा उनीहरू जाँदैन अरे। हामी चाहिँ सासूसँग लिफ्टमा हामी गइसकेपछि बाबुले ल तिमीहरू भन्दा म अगाडि पुग्छु भनेर लिफ्टभन्दा बाहिर बसेको थियो। हामी चाहिँ लिफ्टमा हामी गइसक्यौँ। दोस्रो फ्लाइटमा हामीहरू बस्थ्यौँ। अनि हामी चाहिँ सासू बुहारी मिलेर छोटो भिडियो बनायौँ। सासूले चाहिँ हेलो हामी चाहिँ खानासाना खाएर हामी गइसक्यौँ भनेर हामी हाँसिराखेका छौँ। अब खुल्ने बेलामा चाहिँ फेरि मेरो सुत्या रमाइराख्यो। मेरो बाबु चाहिँ तल कराइराखेको थियो है। त्यही भएको कारण हामी चाहिँ दौडिँदै फेरि हामीलाई तिमीहरूले किन अगाडि आयो भनेर चाहिँ हामीलाई पिट्दैछ है। अनि पिट्दै गर्दाखेरि चाहिँ चाबी फेरि खोलेर रुममा जानुपर्ने थियो। रुमभित्र जाने क्रममा चाबी चाहिँ दोस्रो चाबी चाहिँ परेछ। अनि बाबु दौडिँदै अर्को रुममा पस्यो। अर्को रुममा यो चाहिँ हाम्रो रुम हो है। हामी चाहिँ यो रुममा सुत्छौँ। यो रुममा त्यसमा राखेर चाहिँ बाबुले अर्को चाबी लगेर अर्को रुममा फेरि
हामी चाहिँ फेरि पनि फुपूको रुममा आइसकेका छौँ। बोजूको रुम चाहिँ यही हो। नानी बाबुहरू फेरि मोबाइल हेर्नलाई उनीहरू चाहिँ झगडा गरिराखेको छ। आजको मिनी भ्लगलाई हामी यति नै राख्नेछौँ। हामी रुममा आइसके सबैजनालाई बाई बाई।